हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। मैले चाहिँ आजदेखि ब्लगिङ स्टार्ट गरेको होइन। म चाहिँ फिलहाल अहिले ड्युटीबाट आएको, घर जाँदैछु सिसिप गरेर, नाइट सिफ्ट गरेर। अन्त यो कुकुरहरूले चाहिँ मलाई पिछा गरेकै छ हो। अलिकति ब्याकग्राउन्ड चाहिँ इग्नोर गरिदिनु होला, यस्तै छ। अन्त यहाँ हाम्रो भ्यूहरू हेरिदिनुहोस्, सिनहरू हेर्नुहोस् कस्तो छ होइन। यस्तै छ, बिहानी हो, यो 6:30तिर हो होइन। गाडीहरू पनि केही कुदेको थिएन, चलेको थिएन। म चाहिँ एक्लै घरतिर लागेको। त्यही बिहान एकदमै फ्रेस हावा होइन, आँखामा निन्द्रा बोकेर म चाहिँ हिँडेरै ड्युटी आउँछु नि त। हिँडेरै आउँछु, हिँडेरै जान्छु। टाढो छ घरबाट। त्यही आँखामा निन्द्रा बोकेर त्यो फ्रेस हावाहरू, खोला यहाँ बगेको हेर्दाखेरि एकदमै शान्ति क्या, एकदम रिल्याक्स फिल हुने क्या। अरे हो, त्यही म हिँड्दै थिएँ, त्यो एक्लै थियो, मजाले हेऱ्यो। एकदम फ्रेस हावाहरू छ चिलमा होइन। हरियाली न हरियाली छ। भुटान भन्ने जग्गै नै त अब त्यस्तो पिस कन्ट्री हो। एकदम चिसो हावा, हरियाली सबैतिर त्यस्तै छ। हुनु चाहिँ म एक्लै हो, एक्लै यता घर जाँदै होइन। त्यही सपोर्ट गरिदिनुहोस् होला गाइस। आजदेखि डेली नयाँ भिडियो आउनेछ, डेली ब्लग होइन। यो चाहिँ फार्म रोड भनिन्छ हाम्रो। अन्त यता जग्गा यहाँबाट चाहिँ हाम्रो घर जान्छ होइन। यहाँ सिनहरू म तपाईँलाई देखाउने छु हल्का फुल्का। त्यत्तिकै एक्लै के चाहिँ गर्नु अब होइन। त्यही भिडियोहरू बनाउँदै हिँड्दै एक्लै चलिदिँदै यताउति हेर्दै। अनि चराहरू फेरि एकदम रमाइलो क्या, यताउति उड्दिने। जग्गा नै कति राम्रो छ हो। ठाउँ मजाको हेर्दै त्यता हेर्दै त्यहाँबाट चाहिँ म आएको अघि। त्यहाँबाट यस्तो भएर यता भएर आएको। एक्लै छ, हुनु त कोही पनि छैन। सधैँ एक्लै आइन्छ, सधैँ एक्लै जान्छ होइन। त्यही हो जिन्दगीको, काम त गर्नुपर्छ। एकदमै निन्द्रा चाहिँ पुरै लागिरहेको थियो, कहिले घर पुग्ने भइरहेको थियो मलाई चाहिँ। अन्त फाइनली आधी बाटो चाहिँ काट्यो, अब चाहिँ आइपुग्यो हाम्रो यो बराकोटी भन्ने चाहिँ यो जग्गा चाहिँ। यहाँबाट चाहिँ बराकोटी स्टार्ट हुन्छ। पहिले त यो जग्गा पनि पुरा एकदमै जङ्गलै थियो, अहिले चाहिँ फार्म रोड बनाइदिएको छ हाम्रो होइन। यहाँ हामी चाहिँ अब हाम्रो गाउँ आइपुग्यो। यहाँबाट पनि अझै छ हिँड्नुपर्ने, तर पनि अब जानुपर्छ। कहिले घर पुगेर चाहिँ फ्रेस भएर खानासाना खाएर सुत्ने भइरहेको थियो नि मलाई चाहिँ। त्यही यताउति हेर्दै गयो, एउटा बाइक जस्ट पास भयो त्यतिखेर होइन। अनि त्यही यस्तो हेर्दाखेरि चराहरू पनि पुरा थियो क्या। उता अगाडि फेरि पोल्ट्री फार्म रहेछ, पोल्ट्री फार्म र सुँगुर फार्म रहेछ होइन। एकदमै क्या अब पुरा कराइरहेको थियो त्यहाँ। अन्त त्यही घाम पनि ठिकै त्यति बेला नै निस्क्यो, अघिसम्म त घाम थिएन। अहिले त घाम निस्किँदा एकदमै आँखमा गएर होइन, निन्द्रा पनि पुरा लागिरहेको थियो। कहिले चाहिँ घर पुग्ने भएर यहाँ यस्तो फिल भइरहेको थियो क्या। तर पनि अब जानुपर्छ, एक्लै यताउति हेर्दै जाँदै होइन। गाउँघरमा त्यही त हो, सपोर्टहरू गरिदिनुहोस् होला, सपोर्टहरू होइन। हेर्दै गर्नुहोस्, डेली नयाँ ब्लग आउनु रहेछ। त्यहाँ अगाडि हेरेको ठिकै मिल्क पेन पनि आएर रहेछ हो। बोजूहरूले दुधहरू दिँदो रहेछ त्यहाँ। अब चाहिँ आधा बाटो सक्यो भनेर एकदमै खुसी भएर क्या। अन्त जोस आयो नि अब घर छेउछेउ आउँदाखेरि होइन। स्पिडले हिँडिदियो। त्यहाँ अगाडि यस्तो हेरेको त त्यहाँ चाहिँ अब के हो पनि हो गाइस, यो चाहिँ थाहा भएन मलाई पनि हो। अगाडि जाँदै थियो, ठिकै चढाएर राम्रो सिनहरू क्या, एकदमै राम्रो क्या। चढाएर पुरै हेर्दाखेरि मजाको लाग्यो होइन। अगाडि जाँदै थियो, जाँदाखेरि ठिकै दुइटा ढुकुर देख्यो। दुइटा ढुकुर देख्दाखेरि मजाले हेऱ्यो। अब एकदमै होइन बिहान कस्तो हुन्छ अब एकदमै
चराहरूको उयसहरू आवाजहरू आउँदाखेरि फ्रेस हावा आउँदाखेरि अगाडि यस्तो गएको त दुईवटा पल्ला हेर्दा दुईवटा मात्रै थियो अगाडि गएको त थुप्रो रहेछ त्यहाँ एकदमै गाइस थ्याङ्क यू फर वाचिङ